सो आज हामी के को विषयमा कुरा गर्छौं त क्यान्सरको बारेमा। मान्छेहरू नाम सुन्न बित्तिकै क्यान्सर हो सुन्न बित्तिकै के थाहा हुन्छ त वास्तवमा उसको लास्ट स्टेज आयो भनेर बुझिन्छ है। तर क्यान्सर हुन बित्तिकै मान्छे चाहिँ मर्दैन भन्ने कुरा चाहिँ तपाईहरुले बुझ्नु पर्यो। सो पहिला बुझौं क्यान्सर भनेको के हो त। क्यान्सर एउटा यस्तो रोग हो, इट इज अ डिजिज इन व्हिच बडी सेल्स ग्रो एबनर्मली। हाम्रो बडीमा हरेक सेल्स भएको जब चाहिने भन्दा एक्सेस डिभिजन हुन थाल्छ, अनकन्ट्रोलेबल टाइप्समा सेल चाहिँ डिभाइड भएर अनि बडीको सेल्सहरू नचाहिने मात्रामा यदि ग्रो हुन्छ भने त्यसलाई त्यो बिस्तारै बिस्तारै के हुन्छ, त्यो सेल चाहिँ चाहिने भन्दा पनि धेरै चाहिँ निस्किँदैछ, बन्दैछ। एउटा फ्याक्ट्रीमा केही सामान बनेको छ हैन, त्यसलाई बेचेको छैन भने त्यो थुप्रिँदै जान्छ कि नै। सो फाइनली देयर इज अ फर्मेसन अफ अ मास। एउटा मासको एउटा के हुन्छ त डल्लो भन्छ, व्हिच इज कल्ड एज ट्युमर है। सो क्यान्सर भनेको के हो त, यस्तो रोग हो जहाँ चाहिँ अनकन्ट्रोलेबल टाइप्समा यानी अनकन्डिसनली सेलको डिभिजन भएर एउटा ट्युमरको फर्मेसन हुन्छ है। सो क्यान्सर चाहिँ एक ठाउँमा फर्मेसन भइसकेपछि त्यो बिस्तारै बिस्तारै सर्ने पनि हुन्छ। एउटा जस्तै यो औलामा भयो भने औलाबाट अर्को पार्टमा जाला हैन, छालामा जाला, खुट्टामा जाला, टाउकोमा जाला। सो यो चाहिँ सर्न पनि सक्छ भन्ने कुरा चाहिँ आफ्नै डिफरेन्ट पार्टबाट अर्को ठाउँमा यो ट्रान्सफर पनि हुन्छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो। सो त्यो सर्ने प्रोसेसलाई हामीले के भन्छौँ त मेटास्टासिस भन्छौँ। मेटास्टासिस भनेको अरू केही होइन, नर्मल सेल्सहरू एउटा ठाउँबाट अर्को ठाउँमा स्प्रेड आउट हुनु, फैल्नु हो। सो क्यान्सरको मेनली बेसिकली दुईटा टाइप्स हुन्छ, एउटा बिनाइगन ट्युमर भन्छौँ, बिनाइगन क्यान्सर अर म्यालिग्नेन्ट ट्युमर भन्छौँ। सो बिनाइगनलाई के भनेर बुझ्न सक्छौँ भन्दाखेरि इट इज अ नन क्यान्सरस, जुन चाहिँ सर्दैन है। यो पनि एउटा ट्युमर मासको डल्लो नै हो, तर यसलाई क्यान्सर भनिँदैन बिनाइगन ट्युमरलाई। अर्को म्यालिग्नेन्ट हुन्छ। म्यालिग्नेन्ट भनेको के हुन्छ भन्दाखेरि क्यान्सरस हुन्छ, त्यहाँ सबै क्यान्सरस सेलहरूको थल्लो हुन्छ, जसमा के हुन्छ त्यो सेल्सहरू एक ठाउँबाट अर्को ठाउँमा यदि फिड आउट हुन्छ त अरू सेल्सहरू हेल्दी सेल्सलाई पनि ड्यामेज गर्छ भने सच टाइप अफ सेल्सलाई हामीले के भन्न सक्छौँ त म्यालिग्नेन्ट ट्युमर भनेर भन्न सक्छौँ। सो मनमा लाग्ला सो वास्तवमा यो क्यान्सर त हुन्छ, त्यसो भए के कारणले क्यान्सर हुन सक्ला है। सो कोही मान्छे अब चुरोट खाएर पनि यो क्यान्सर भएको छैन, कसैलाई केही नखाए पनि क्यान्सर हुन्छ, के त्यो फ्याक्ट कुरा हो। सो एउटा चुरोट मात्रै खाँदै रक्सी मात्रै खाँदैमा क्यान्सर हुने है। सो देयर आर सो मेनी कजेज अफ क्यान्सर। द क्यान्सर हुनुको कारण के हो, फर्स्टमा हाम्रो अचानक डिएनएमा चेन्ज आउने है। सो के कारणले त्यहाँ चेन्ज ल्याउँछ त, के कारणले हुन सक्छ त क्यान्सर। फर्स्टमा एक्सेसिभ युज अफ टोब्याको है। सो मान्छेहरू एकदम एक सुर्तीजन्य पदार्थहरू एकदम धेरै खाइरहेको छ, त्यहाँ प्रोडक्टमै लेखिदिएको हुन्छ कि त क्यान्सरस हो, यो हाम्रो बडीको लागि नराम्रो हो, तैपनि त्यसलाई कन्ज्युम गर्नु हुँदैन भन्ने कुरा लेख्दा पनि मान्छेहरू खान्छ है। सो त्यो एउटा कारण भयो टोब्याकोको एक्सेसिभ युज। सो त्यो टोब्याको भनेको हामीले त्यो चपाएर मात्रै टोब्याको हुने होइन कि, जब हामी धुम्रपान गर्छौँ नि, सो धुम्रपानमा पनि टोब्याको प्रोडक्ट निकोटिनहरू युज गरेको हुन्छ। त्यसले गर्दा के हुन्छ भन्दाखेरि हाम्रो बडीमा गइसकेपछि त्यसलाई के गर्छ त यो नर्मल सेलहरूलाई त्यसले डिस्टर्बेन्स गराइदिन्छ, त्यसलाई मार्न खोज्छ। सो त्यो सेल बच्नको लागि आफू चाहिँ एक्सेस रूपमा अब म एक्लै छु हैन, मलाई कसैले मार्न आयो भने म साथीभाइहरू ल्याउँछु कि नै बच्नको लागि है, कुनै ग्रुप आयो भने ओ त्यस्तै गरी बचावटको लागि एक्सेस रूपमा उसले त्यो वरिपरि सेल डिभिजन गर्न थाल्छ र त्यो सेल डिभिजन अब चाहिने मात्रामा धेरै भयो हैन, एक्सेसिभ रूपमा हुँदै गयो भने त्यसैले त्यही नै बिस्तारै बिस्तारै के को रूपमा लिने हो त क्यान्सरको रूपमा ल यो भयो। त्यसो भए अर्को पनि कारण हुन सक्ला, के हुन सक्ला त, जस्तै हार्मफुल केमिकल्सहरू हुन सक्छ। त्यो हार्मफुल केमिकल्सहरू के तपाईले निकाल्ने हो त, मैले निकाल्ने हो त, अरू कसैले निकाल्ने। जस्तै हामीले पेस्टिसाइडहरू युज गर्छौँ हैन, वरिपरि खेतबारीमा अब मार्क्सहरू युज गरे हुँदैन, हातले निकालेर राख्छौँ। त्यो हामीलाई थाहा छ त्यो पेस्टिसाइडले किरा फट्याङ्ग्राहरूलाई अरूलाई नन चाहिने लिभिङ बिङ्सहरूलाई मार्ने हो। सो थाहा हुँदा पनि हामीले डाइरेक्ट कन्ट्याक्ट इस्यु स्किनको कन्ट्याक्टबाट हामीले युज गर्नु हुँदैन भन्ने त्यहाँ वार्निङ दिएकै हुन्छ प्रिकसन, तब पनि हामीले युज गर्दैनौँ है। त्यसले गर्दा के हुन्छ, त्यो सानो केमिकल्सले गर्दा हाम्रो बडीमा जब इन्ट्री गरिसकेपछि त्यसको नराम्रो नेगेटिभ इम्प्याक्टहरू देखिन्छ र त्यहाँबाट पनि क्यान्सर हुन सक्छ भन्ने कुरा देखिन्छ। अर्को पल्युसन, धेरै धुवाँहरू हैन, पुरानो गाडीहरू चल्ने, प्लास्टिकहरू बालेको धुवाँहरू निस्केको, त्यहाँबाट चाहिँ क्यान्सर हुने चान्स त्यो धुवाँहरूले गराउन सक्छ। अर्को हामीले के थाहा पाउन सक्छौँ भन्दाखेरि रेडिएसनहरू, जस्तै हामीले अब एक्सरे रुममा हस्पिटलमा जाँदाखेरि त्यहाँ एक्सरे रुममा नछिर्नु वार्निङ लेख्या हुन्छ, प्रेग्नेन्सीहरूलाई छिर्न मनाइ छ भनेर लेख्या हुन्छ है।
सो किन लेख्या हुन्छ भन्दाखेरि त्यो त्यहाँ अल्ट्राभायोलेट रेजहरू युज गरेको हुन्छ। त्यो अल्ट्राभायोलेट रेजले के गर्छ भन्दाखेरि हाम्रो इम्युन सिस्टमलाई सप्रेस गर्न खोज्छ है। सो सो त्यही भएर एक्सरेबाट त्यहाँ निस्किने रेजहरूले गर्दा के हुन्छ त हाम्रो डाइरेक्ट स्किनलाई पेनिट्रेट गरेर बडीको हरेक इन्टर्नल अर्गानसम्म पनि छिर्छ। द्याट्स वाइ त्यसले गर्दा के हुन्छ नन नेगेटिभ इम्प्याक्टहरू पनि हुनसक्छ र एक्सेस मात्रामा चाहिने भन्दा पनि त्यो धेरै एकदम एक्सपोज भयो भने त्यसले गर्दा के हुन्छ त हाम्रो बडीमा क्यान्सर सेलहरू डेभलप हुन्छ। त्यही भएर त तपाईँले ठुलो ठुलो सिटीहरूमा हेर्न सक्नुहुन्छ होइन, डेभलप सिटीहरूमा बच्चाहरूलाई प्राय एक्सरे गर्ने होइन, अनि त्यो सिटी स्क्यान गर्ने, एमआरआई गर्न त्यो चाहिँ कहिले पनि सुझाव दिने। तर हाम्रो यो नेपालको कन्डिसनमा के छ भन्दाखेरि बिमा हुन बित्तिकै एमआरआई सिटी स्क्यान गरिहाल्नु। सो डक्टरले जबसम्म त्यो पोसिबल छैन, डक्टरले तबसम्म प्रिस्क्राइब गरिदिने यो गर्नै पर्छ भन्ने छैन भने त्यो कहिले पनि गर्नु हुँदैन। एकचोटि हामीले त्यो एक्सरे गऱ्यो, एमआरआई सिटी स्क्यान गऱ्यो भने हाम्रो बडीको थुप्रै सेल्सहरू त्यहाँ चाहिँ एक्सपोज हुन्छ त्यो भिरेजहरूबाट, जसले गर्दा के हुन्छ भन्दाखेरि त्यसले अनि क्यान्सर सेलहरूको डेभलपमेन्ट हुन सक्ने सम्भावना अलिक बढ्दो जान्छ है। अर्को भनेको जेनेटिक फ्याक्टरहरूलाई हामीले बुझ्न सक्छौँ। जेनेटिक फ्याक्टर भनेको फ्यामिलीमा कसैले क्यान्सरहरू छ भने त्यसले गर्दा पनि क्यान्सर हुनसक्छ होइन। बाआमामा हजुरबुवामा छ भने छोराछोरीमा पनि त्यो जिन सर्छ भनेर हामीले बुझ्न सक्छौँ। अर्को भनेको एन्ड द नेक्स्ट वान इज अनहेल्दी लाइफस्टाइल। अनहेल्दी लाइफस्टाइल भनेको के हो भन्दाखेरि अहिलेको बिजी लाइफस्टाइलमा सहरमा बस्ने मान्छेहरूले के गर्छ भन्दाखेरि खाना किन बनाउने कि खाना किन बनाउने, गएर बाहिर ठेलामा खाइदिउँ होइन, होटेलमा खाइदिउँ। तर डेली रूपमा हामीले त्यही बाहिरको खाना खाँदैछौँ होइन, त्यो बाहिरको खानेकुराहरू कतिको सेफ हुन्छ, कतिको हेल्दी हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन है। सो अब गएर ढाकेको छ कि छैन होइन, त्यसमा चाहिने मात्रामा तेल युज गरेको छ कि छैन, कुनै फ्राई गरेर चाउमिन पकाएको अनि त्यसमा पकौडाहरू पकाएको, समोसाहरू पकाएको त्यहाँ बाँकी भएको रहेको जुन त्यो पाकेको पुरै एक्सेस रूपमा तातेको तेलहरू हुन्छ नि, त्यो चाहिँ हाम्रो हार्ट यानि मुटुको लागि एकदम भेरी हार्मफुल हुन्छ। त्यो तेलबाट खाना पकाएको हो कि भन्ने कुरा हामीलाई त पक्कै थाहा हुँदैन। हामी जान्छौँ सस्तो भयो 100 रुपियाँमा दिन्छ, 120मा हामी किन पकाएर त्यसको ग्यास खर्च गर्ने भनेर हामीले स्वास्थ्यलाई ध्यान नगरी गएर त्यहाँ खाइदिन्छ। त्यो पनि रेगुलर रूपमा खाइरहेको हुन्छ, जसले गर्दा के हुन्छ त त्यहाँबाट पनि त्यो अनहेल्दी जङ्क फुडहरू हुनसक्छ होइन। त्यसले गर्दा के हुन्छ त अनहेल्दी यानि फुडहरूबाट पनि क्यान्सर चाहिँ डेभलप हुनसक्छ है। सो हेल्दी छ भने केही छैन। अर्को जङ्क फुड, प्याकेटका खानेकुराहरूबाट हामीले के हुन्छ भन्दाखेरि प्याकेटका खानेकुराहरूमा त्यहाँ केमिकल्सहरू यसरी मिसाएको हुन्छ भन्दाखेरि त्यो खाना बित्तिकै हाम्रो ब्रेनमा डोपामिन, सेरोटोनिन जस्तो हार्मोनहरू निस्किन्छ। त्यो हार्मोनले के गर्छ भन्दाखेरि झन् खाऊ, जस्तै तपाईँ चाउचाउ खानुहोस्, डालबुट खानुहोस्, त्यो डालबुट एकचोटि खाइसकेपछि खाऊ जस्तो लाग्छ, चटपटे खाए पनि खाऊ जस्तो लाग्छ। ती जसलाई प्याकेजिङ फुड जङ्क फुड भनेर हामीले भन्न सक्छौँ है। त्यो खाऊ लाग्नुको कारण के हो भन्दाखेरि एकचोटि हामीले खाएपछि हाम्रो ब्रेनमा डोपामिन, सेरोटोनिन जस्तो हार्मोन निस्किन्छ, जसले गर्दा खाऊ भन्या हो। तर त्यसले गर्दा के हुन्छ भन्दाखेरि हाम्रो बडीमा नन नेगेटिभ इम्प्याक्टहरू पारिरहेको हुन्छ, जुन चाहिँ खानु नहुनु पर्ने कुराहरू है। अर्को भनेको एक्सेस ओबेसिटी भइदिने, मासु बोसो एकदम होइन, मान्छेहरू बुङ्गुर खाने, त्यो अर्को कुखुरा एक्सेस मात्रामा खाने, ब्रोइलर कति दिनमा उत्पादन हुन्छ? एउटा ब्रोइलर मिनिमम 2 महिना 90 दिन चाहिँ हुनु पर्यो 2 केजीको हुनको लागि। तर हाम्रोमा के हुन्छ 30-32 दिनमै 2 केजी, 2.5 केजी, 3 केजीको पनि हुनसक्छ। त्यो एक्सेसिभ युज अफ केमिकल्स र ड्रग्सहरूले गर्दा, सिरिन्जहरूले गर्दा हो, जुन चाहिँ हाम्रो बडीमा त्यो केमिकल्स पोइजन खायो भने, हामीले रेगुलर रूपमा त्यसलाई खायो भने त्यसले के गर्छ भन्दाखेरि हाम्रो बडीले त्यो धान्न सक्दैन, जसले गर्दा के हुन्छ त त्यहाँ भएको केमिकल इफेक्टहरू हाम्रो बडीमा पनि देखा पर्छ र कतै न कतै क्यान्सरको यानि एबनर्मल सेल्सहरूको डेभलप गर्नमा मद्दत गरिदिन्छ। त्यही भएर रेगुलर रूपमा एक्सर्साइज खाने अनि मान्छे चाहिँ एक्सर्साइज नगर्नु। एक्सर्साइज नगर्नु भनेको बिहान अब 11 बजे 12 बजेसम्म सुत्या छ, अब मान्छे एउटा मिनिमम टाइम भनेको 10 बजे 11 बजे सुतिहाल्नु पर्ने। तर कोही मान्छे 2 बजे 3 बजेसम्म मोबाइल हेर्ने, टिभी हेर्ने होइन, त्यहाँ सुत्नै पाउँदैन है। अनि एक्सेस रूपमा टिभी हेर्ने, च्याट गर्ने, जेपिटी गर्ने के हुन्छ भन्दाखेरि हाम्रो ब्रेनमा एक्सेस चाहिनुभन्दा पनि धेरै तनाव हुन्छ। त्यो तनावलाई मेन्टेन गर्नको लागि पनि के हुन्छ भन्दाखेरि कहिलेकाहीँ हाम्रो बडीमा चाहिँ कतै न कतै समस्याहरू देखा परेर त्यो पनि एउटा अनहेल्दी लाइफस्टाइलले गर्दा पनि के हुनसक्छ त क्यान्सरहरूको रिस्क हुनसक्छ है। ल त्यसो भए अब सर्टेन इन्फेक्सनहरूले गर्दा पनि क्यान्सर हुनसक्छ। त्यो सर्टेन इन्फेक्सनहरू के हुनसक्छ भन्दाखेरि एचआइभी एड्स पनि हामीले ह्युमन प्यापिलोमा भन्ने भाइरस हुन्छ, एचआइभी एड्स जस्ता भाइरसहरू हुन्छ। त्यसले गर्दा पनि के हुन्छ भन्दाखेरि हाम्रो बडीमा एट्याक गरिसकेपछि हाम्रो इम्युन सिस्टमलाई पुरै कमजोर बनाइदिन्छ। त्यो इम्युन सिस्टमलाई कमजोर बनाइसकेपछि
हामीले डिफ्रेन्ट रोग लाग्छ र त्यहाँ के हुन्छ भन्दाखेरि चाहिने भन्दा एक्सेस त्यो रोगबाट बच्नको लागि हाम्रो बडीले चाहिने भन्दा एक्सेस के हुन्छ सेल्सहरू ग्रो गर्न थाल्छ, जसले गर्दा के हुन्छ भन्दाखेरि त्यहाँबाट पनि क्यान्सर हुन सक्ने सम्भावना चाहिँ एक्सेस रूपमा बढ्न सक्छ। त्यो पनि एउटा मुख्य कारण हो है। त्यो प्राय सर्ने भनेको के हुन्छ भन्दाखेरि यहाँ चाहिँ वेट सर्ने भनेको डाइरेक्ट सेक्सुअल कन्ट्याक्ट होइन, मान्छे यौन सम्पर्क गरिरहेको छ तर मल्टिपल पार्टनरसँग, एकजनासँग गऱ्यो भोलि अर्कोसँग गर्ने, तेस्रो दिन अर्कोसँग गऱ्यो, फेरि ऊ चाहिँ फेरि अब ऊ पार्टनर फेरि अर्कोसँग आएर गर्छ र एकचोटि कसैसँग एउटामा इन्फेक्सन छ भने मैले एकलाई गरेँ होइन, एकसँग यौन सम्पर्क गरिसकेपछि त्यो अर्कोसँग फेरि यौन सम्पर्क गर्न सक्छ। म इन्फेक्टेड भइसकेपछि अब मैले जोसँग जतिसँग गएर त्यो यौन सम्पर्क राख्छन् उनीहरू के हुन्छ भन्दाखेरि सर्ने उनीहरूमा पनि सर्न थाल्छ र यसरी फैलिँदै जान्छ, जसले गर्दा के हुन्छ त त्यस्ता अनयुजुअल एक्टिभिटिजले गर्दा पनि क्यान्सर हुन सक्ने सम्भावना चाहिँ बढ्दै जान्छ है। ल बाँकीको अब क्यान्सर लागिसकेपछि कसरी पहिचान गर्ने त, हामीले चिन्ने कसरी, के लक्षणहरू हेर्न सक्छ, कस्तो टाइप्सको क्यान्सर हुन्छ र त्यसलाई कसरी त्यहाँबाट बच्न सक्छ भन्ने कुरा चाहिँ हामीले सेकेन्ड पार्टमा भेटौँला। ओके, थ्याङ्क यू, हेरिदिनु भयो, खुसी लाग्यो र आफूलाई मन परिसकेपछि त्यो जानकारी कम्तीमा 3 जनाले सेयर गर्नुहोस् र आफू बच्ने साथसाथै अरूलाई पनि बचाउनुहोस्। त्यो भनेको मान्छेको सबभन्दा ठुलो कर्तव्य हो, ड्युटी हो। थ्याङ्क यू।